अहिले चाहिँ बेलुकाको 6 बजिरहेछ है साथीहरू, पानी परेछ है। आजको ब्लग चाहिँ यहीँबाट सुरु हुन्छ, हेरिदिनु होला, धन्यवाद। यो धेरै पछि आज ब्लग स्टार्ट गर्दैछु है, चट्टा लगाएर। मैले प्रायः जस्तो भिडियोहरू चाहिँ यहाँ बनाउँछु खानाको। पानी पर्नु लागिरहेछ है, चट्टा लगाएर टिभी चाहिँ मारेपछि हुन्छ नि, एकदमै हुन्छ नि, खतरा हुन्छ चट्याङ जोडिङ हुँदा। हिजो कतिकोले हेर्नु हो मेक्सिको र इङ्ल्यान्डको। मैले चाहिँ खेलेँ हिजो चाहिँ मैले यो किनेको, यो ड्रागनको हुन्छ नि। तपाईँलाई कस्तो लाग्यो यो ड्रागनको हुन्छ नि ठमेलमा। ल साथी, पानी पर्नु लाग्छ है, यस्तो छ ब्लगिङ है। मेक्सिको र इङ्ल्यान्डको खतरा भएको थियो खेल है। अनि त्यसपछि फेरि ब्राजिल र नर्वेको नि, ब्राजिलले हार्यो नमिठोसँग। बहुत फेसन एकदम मनपर्छ, मेनी टाइम्स आई हेभ सिन है। यो चाहिँ पर्फ्युम किनेको है, इन्स्टाग्राममा देखेर त्यति राम्रो रहेछ, दिनभरि लास्टिङ हुन्छ भनेको भएन। यो चाहिँ राम्रो छ हुन्छ नि, मैले चाहिँ 10 ml हुन्छ नि। ल है साथी हो खाँदै गफरौँ है। एक्सर्साइज त गरिसिन, हल्का डम्बेलहरू चाल्छु बेला बेलामा होइन। आज चाहिँ नुहाइँदै गरेको आज सफा देखेछ। यो चाहिँ एकदम घर नजिकको एकदमै राम्रो हो कि, तिब्बतियन नुडल्स एकदम मनपर्छ। एकदम पोर्सन पनि धेरै छ, 180-200 हुन्छ नि, प्याकिङ चार्ज हुन्छ नि। लेमनले चाहिँ आइरन हुन्छ होइन, राम्रो। अनि त्यसपछि भिटामिन डी, मैले पहिला चाहिँ भिटामिन डी कमी हुन्छ किन भन्दाखेरि मैले एकदम राति चाहिँ एकदम दिमागले काम गर्छ, राति काम गर्छु मैले कम्प्युटरमा, त्यही भएर चाहिँ भिटामिन डी कमी भएर चाहिँ है। त्यो भएर बिहानको घाम एकदम इम्पोर्टेन्ट छ साथीहरू। बिहान 8 बजी 10 बजीसम्म कि 12 बजीसम्म भन्थ्यो। एकदम मिठो थियो। भर्खर लिएर आएको, तातो छ हुन्छ नि। चिकनमा बर्ड फ्लू लगाइरहेछ नेपालमा भन्छ होइन। तर मैले नि यो चिकन अर्डर गरेको, तर यो चाहिँ राम्रोसँग बोइल गरेर फ्राई गरेको भन्छ, त्यही भएर हुन्छ नि। बफ चौमिन मगाएको, बफ सिद्धिसकेको छ, एकदम चल्छ क्या त्यो ठाउँमा। प्रायः जसो अफिसको मान्छेहरू आउँछ, अनि प्राइस पनि रिजनेबल छ, अनि पोर्सन नि धेरै दिन्छ कि। अनि फेरि रिटायर अङ्कल र आन्टीले बनाएको के यो सप हुन्छ नि, उहाँहरू आफैले पकाउँछ क्या, स्टाफहरू छैन, त्यही भएर सपोर्ट नै हो क्या। अनि आज त बत्तीले गर्दा राम्रो देखेको छ। कति दिन भइसक्यो हुन्छ नि, वर्कले गर्दा राम्रो सुत्नै पाउनु। कहिले 12 बजेबाट सुरु हुन्छ है, कहिले अब 2 बजी सिद्धिन्छ, कहिले फेरि बिहानै 5 बजी सुरु हुन्छ है। तपाईँहरूको दिन कस्तो भइरहेछ भन्नु है, तपाईँहरूको चाहिँ वर्ल्ड कप हुन्छ नि, कसलाई सपोर्ट गर्नुहुन्छ होइन। मलाई त अहिले त कस्तो मेक्सिको गेम हेरेको थिएन कि मैले, अनि हिजो बिहान मेक्सिको र इङ्ल्यान्डको खतराकै, मेक्सिको डिजर्भिङ रहेछ, खतरा रहेछ। अस्ति चाहिँ इङ्ल्यान्ड र कुन थियो, इङ्ल्यान्डको पनि मैले अस्ति हेर्थेँ, इङ्ल्यान्ड र त्यो गेम पनि खतरा थियो हुन्छ नि। यो चाहिँ 3 मिनट पुगेपछि चाहिँ रेकर्डिङमा चाहिँ पज आउने रहेछ कि, त्यही भएर एकदम राम्रो हो। यो सेन्सर भयो भने चाहिँ कसो हुन्छ, कहिलेकाहीँ थिचेर रेकर्ड भयो भने हुन्छ नि त।
मजाले पानी परिरहेछ आज हुन्छ नि। अब चाहिँ नर्वे हुन्छ नि होल्यान्डको गेम हुन्छ नि दामी रहेछ। होल्यान्ड सिपिचिपि पाउँदैन, पायो चाहिँ खतरा हुन्छ नि, खतरा सर्ट हुन्छ त्यो। अस्ति मैले हेर्थेँ नर्वे र कस्तो बिर्सेको, नर्वे र कस्तो बिर्सेको 2-3 वटा गेम नि हुन्छ नि, खतरा खेल्छ है त्यो पनि गोल हुन्छ नि। आज त ब्राजिल नै आउट भयो, नेमार नै रोको थियो, त्यो त ठुलो पानी पऱ्यो अहिले। मैले प्रायः जसो बच्चामा हुँदा टिनेज स्कुल कलेजमा बेसी खेल्थेँ, अनि एकचोटि कोच पनि गर्थेँ कि हुन्छ नि। तर अहिले त फुटबल धेरै पनि खेलेको हुन्छ नि, 15-20 वर्षै भयो हुन्छ नि। कस्तो खेल्नु मजा फुटबल हुन्छ नि, वर्ल्डको खतरा नै फुटबल हो कि, फ्यानहरू हुन्छ नि खतरा संसारभरि हुन्छ नि। त्यसमा चाहिँ झन् मेक्सिको, क्यानाडा, युएसमा हुन्छ नि। युरोपतिर त सानो सानो स्टेडियम देख्थ्यो होइन, एसियामा पनि सानो सानो, अमेरिकातिर त डेन्जर ठुलो नि, 1 तले 2 तले 3 तले 4 तले क्या, छिरिङसम्म नि दोकान मैले भिडियोमा देखेँ कि। अब रग्बीहरू अनि बेसबलहरू हुन्छ नि त है, पाहाड हो, वास्तै गर्मी भइरहेको थियो, पानीबाट ठिक गर्छ। कोही स्याउ खाथ्यो, चिउमा खाथ्यो, मुखले स्वादै पाएन कि, किरो खाएपछि बल्ल मोमो चाउमिन हुन्छ, नेपालीको जताको पनि त्यही नै मोमो चाउमिन। बिस्तारै बिस्तारै अब युट्युबहरू बनाउँछु, अल्छी हुने कि कहिले काहीँ हुन्छ नि, कन्टेन्टहरू नि खासै केही छैन, त्यही भएर नि कन्टेन्टहरू पनि राम्रो हुनु पऱ्यो है। कन्टेन्टहरू नै खालि के गर्ने, बिजनेस पनि अप एन्ड डाउन छ, कम्पिटिसन छ, गाह्रो छ। फेरि सिङ्गल गाह्रो छ हुन्छ नि, एक्सपेन्सिभ छ काठमाडौँमा। घरमा एकजना काम गर्ने दिदी हुनुहुन्छ, उहाँले पकाउनुहुन्छ, र त्यति जान्नुहुन्न क्या, त्यही भएर सिङ्गल पनि धेरै भइयो हुन्छ नि। डेटिङ मात्रै भइरहेछ, एकदम सोलमेट पाउनै गाह्रो। यो भिडियो 10 मिनट पुरा भनेको, सब्सक्राइबर चाहिँ पुगिसक्यो, वाच टाइम पुगेको छैन कि, मोनिटाइज भएन। त मैले भिडियो नि मेरो त्यति इन्ट्रेस्टिङ नभएर होला। जसले हेर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ, धन्यवाद है। अहिले कन्टेन्ट नै राम्रो नभएर हो, प्रगति पनि त्यति साह्रो गर्न सकेको छैन। प्रगति गरेको होइन, युट्युबमा नै हाल्नु पर्छ, प्रगति नगरेपछि के हाल्ने, कन्टेन्ट मोटिभेसनल अनि इन्फ्लुएन्सिङ हुन्छ नि टाइपको हालेको मजा आउँछ हेर्नु नि होइन। नर्मल डे छ, काम गर्ने, खाने, अब ओभर एक्सपेन्स गर्नु सक्दैन, एकदम एक्सपेन्सिभ छ। अब 8 मिनट 7। अबको गेमहरू कुन कुन छ, अबको गेमहरू अब जस इन्ट्रेस्टिङ भइरहेछ। अब अर्जेन्टिनालाई सायद, अर्जेन्टिना र कुन छ है, अब डिजर्भिङ टिमहरू अर्जेन्टिना, पोर्चुगल,
ए स्पेनिस र पोर्चुगल हो क्या म्याच त्यो पनि टेन्सन हुन्छ किनभने स्पेन पनि खतरा हो होइन धेरै फ्यान भएको अब यो रोनाल्डोले गर्दाखेरि प्रायः जसो मान्छेहरू चाहिँ रोनाल्डो र मेसीले गर्दा धेरैले चिन्छ मान्छेहरू म पनि त्यही हो त्यति साह्रो चिन्दिनँ पहिलाको 20-21 वर्षको चाहिँ पहिलाको चाहिँ प्लेयरहरू चाहिँ सबै आउँछ होइन म नि त्यति साह्रो फुटबलहरू हेर्दिनँ होइन प्रायः जसो चाहिँ कस्तो भन्दाखेरि बिजनेसहरू डकुमेन्ट्रीहरू अनि त्यसपछि म्युजिकहरू प्रायः जस्तो त्यस्तो फलो गर्थेँ त्यही भएर फुटबल त्यति साह्रो छैन कि मसँग नि हुन्छ नि ज्ञानहरू तर यस्तै छ हुन्छ नि पानी अब मनसुन 2-3 गो सुरु भएको त्यही भएर अलिकति टाइम हुन्छ नि घरमा यस्तै हुन्छ नि बिस्तारै आफैलाई मोटिभेट गर्नुपर्ने रहेछ क्या एकदमै गर्मीमा गाह्रो नि हुने बस्नु नि अनि त्यही भएर स्विमिङहरू अनि यस्तो कुल डाउन चाहिँ झर्नाहरूमा गऱ्यो भने बडीलाई रिकभरी हुने रहेछ कि एउटा चाहिँ कस्तो भन्दाखेरि त्यो चाहिँ फलोअप गर्नुपर्ने रहेछ क्या बडीहरूलाई चाहिँ किनभने सबै कुरा चाहिँ एउटा कुलिङ गियर भने जस्तै हुन्छ नि आफूलाई नि हुन्छ नि बिहान नुहायो भने फ्रेस हुन्छ कि बेलुका सुत्दाखेरि पनि फ्रेस हुन्छ ल धेरै लामो नै हुन्छ अब 9:10 पुग्ला ल थ्याङ्क यू सो मच है लाइक कमेन्ट सब्सक्राइब गर्नु बिस्तारै राम्रो कन्टेन्टहरू गर्छु है थ्याङ्क यू सो मच ल मनसुन छ राम्रोसँग हिँड्दाखेरि एकदमै केयरफुल हुनु है ठाउँमा अब पहिरोहरू ल्यान्डस्लाइडहरू अब हुन्छ नि फ्लडिङहरू हुन्छ है अनि जहिले पनि छाताहरू रेनकोटहरू बोकेर हिँड्नु म पनि छाताहरू बोकेर हिँड्छु त्यही हुँदाखेरि ल नर्मल युट्युबर फ्रम काठमाडौँ है सर थ्याङ्क यू सो मच